ड्रिम्स टिभी हेरिराख्नु भएको छ। ड्रिम्स टिभीमा तपाईलाई स्वागत छ। ड्रिम्स टिभीका विभिन्न सपना श्रृङ्खलाहरू तपाईले प्लेलिस्टको माध्यमबाट हेर्न सक्नुहुनेछ। आजको सपना श्रृङ्खलामा सपनामा तपाईले लप्सी देख्दाखेरि के कस्तो संकेत हुन्छ र यस्ता सपनाहरू तपाईले बिहानको समयमा अर्थात् 3 बजेदेखि लिएर 5-6 बजेसम्मको भित्रमा देख्नुभयो भने त्यस्ता सपनाहरूले तपाईलाई छिटै नै प्रभाव दिनेछन्। मध्यरात्रिमा देखिएका सपनाहरू केही हदसम्म अलिकति ढिला लाभ हुनेछन्। सपनामा लप्सी देख्नुको अर्थ भनेको तपाईलाई विपनामा धन प्राप्तिको संकेत मानिन्छ। धन प्राप्ति अर्थात् आर्थिक पक्ष प्रबल हुने संकेत। आर्थिक पक्ष तपाईको जागिरको माध्यमबाट हुन सक्छ, व्यापारको माध्यमबाट हुन सक्छ, रोकिएको पैसा फिर्ता हुन सक्छ अथवा अन्य जुनसुकै माध्यमबाट चाहिँ तपाईलाई धन लाभको चाहिँ संकेत देखिन्छ।